स्पाइस एराको किचनबाट आज हामी बनाउँदै छौं एकदमै मिठो अनि सजिलो यम्मी यम्मी नो अनियन नो गार्लिक चना आलुको तरकारी। एकदमै मिठो अनि हार्ड तपाईले चाट्नुहुन्छ। फर्स्टमा कुकरमा सोक गरेको 200 ग्राम चना हाल्नुहोस्। यो राति नै मैले भिजाएर राखेको चना हो। अनि त्यसपछि चाहिँ 3टा ल्वाङ अनि इलायची 2टा अनि त्यसपछि एउटा चाहिँ तेजपत्ता अनि 1 चम्चा घिउ। चना होस् र अनि घिउ नहोस् भन्ने कुरै भएन। अनि त्यसपछि चाहिँ नुन स्वाद अनुसार, बेसार पाउडर चाहिँ पिन्च अनि त्यसपछि होल रेड चिल्ली यानी कि रातो खुर्सानी एउटा अनि पानी आफूलाई आवश्यक अनुसार राख्नुहोस् अनि कुकरको ढक्कन लगाइदिनुहोस्। अब यो हाई फ्लेममा 1 सिटी लगाउनुहोस् अनि मिडियम फ्लेममा 5 to 6 सिटी लगाएर यसलाई मज्जाले पकाउनुहोस्। अब हाम्रो चना पाकिसकेको छ। अब म लिड खोल्छु कुकरको यानी कि ढक्कन लगाउनुहोस्। त्यसपछि अब हामी चेक गरौँ चना पाकेको कि पाकेछ कि नै। हेर्नुस् चना मजाले पाकेको छ। ल हेर्नुस् आहा के दामी। अब हामी चेक गर्छौं। यसरी चाहिँ पाक्नु पर्यो तपाईको चना। अब त्यसपछि यहाँ भएको हामीले स्पाइसेसहरु होल स्पाइसेसहरु रिमुभ गर्छौं किनकि फ्लेभर जति अब त्यहाँ स्पाइसेसहरुले छोडिसकेको छ। अब यहाँ भएको रातो खुर्सानी, तेजपत्ता अनि ल्वाङ सुकमेल सबै हामीले रिमुभ गर्छौं। त्यसपछि कढाईमा 1 चम्चा घरको घिउ राख्नुहोस् अथवा बजारको भए पनि हुन्छ। त्यसपछि काटेको आलु 2 देखि 3 वटा यसलाई मज्जाले चाहिँ अब सटे गर्नुहोस्। रातो हुनुन्जरी यसलाई मज्जाले घिउमा सटे गर्नुहोस् यानी कि पकाउनुहोस्। लानुस् हाम्रो आलु अब रातो हुन्जरी पाक्यो अनि त्यसपछि एड गर्नुहोस् खुर्सानी। बीजदेखि चिरा पारेर चाहिँ 2टा खुर्सानी एड गर्नुहोस्। त्यसपछि अब हामी बनाउँछौं मसला। टर्मरिक पाउडर अनि त्यसपछि ब्ल्याक पेपर यानी कि मरिचको धुलो अनि त्यसपछि ब्ल्याक सोल्ट यानी कि बिरे नुन। त्यसपछि डिगी मिर्च पाउडर कलरको लागि अनि त्यसपछि धनिया पाउडर अब हामी यसमा वाटर एड गर्छौं यानी कि पानी। यसलाई मज्जाले घोल्नुहोस्। यसरी मसला फिटेर बनाएर राख्नुभयो भने पानीमा अब मसला हामीले चाहिँ पाकेको आलु माथि राख्छौं। यो कहिले पनि डढ्दैन मज्जाले पाक्छ। अब मसलाको हामीले सलरी त्यहाँ राख्छौं। हेर्नुस् यसरी राखेको मसला डढ्दैन। अब यसलाई मज्जाले मिक्स गर्नुहोस्। अनि त्यसपछि जिरा पाउडर जोका चाहिँ कुटिएको जिरा पाउडर पहिला रोस्ट गर्नुहोस् अनि त्यसलाई कुट्नुहोस् अनि यो मसलालाई मज्जाले 4 देखि 5 मिनेट मज्जाले पकाउनुहोस्। हेर्नुस् त कति राम्रो आहा मिठो कलर आयो। यसरी तपाईले बनाउनु भयो नि रेसिपी यो फलो गर्नुभयो भने प्रोसेस पटाका बन्छ के टेस्ट। अनि त्यसपछि टमाटो प्युरी एड गर्नुहोस्। यसलाई पनि मज्जाले पकाउनुहोस्। यो प्रोसेस हेर्दै जानु है। यो प्रोसेस तपाईले हेर्नु भएन भने चाहिँ रेसिपी टेस्टी हुँदैन।
खाना टेस्टी हुँदैन। त्यही भएर रेसिपी राम्रोसँग फलो गर्नुहोस्। फेरि स्पाइसी रहेको मान्छेले बताएन भन्नुहुन्छ तपाईँहरूले। यसलाई मजाले पकाउनुहोस् मिडियम फ्लेममा। यसरी पकाएर यसले चाहिँ अब तेल छोडिसक्यो। मसलाले मजाले तेल छोड्यो। अब हामी एड गर्छौँ अघि नैको पाकेको चना। यो चनालाई पनि मजाले मिक्स गर्नुहोस्। स्किप नगरिकन हेर्नुहोस् है, यो प्रोसेस राम्रोसँग हेर्नुहोस् अनि यसलाई मजाले पकाउनुहोस्। अनि नुन स्वाद अनुसार राख्नुहोस्। अनि एउटा प्रोसेस मैले भन्न बिर्सेछु, त्यो प्रोसेस हेर्नुहोस् है, त्यसले झन् टेस्टी बनाउँछ। अब यसलाई मजाले मिक्स गर्नुहोस्। अनि त्यसपछि हामी यसमा हाल्छौँ एउटा सिक्रेट इन्ग्रेडियन्ट गुड। यसले चाहिँ मजाले स्पाइसेसहरू सबैको टेस्ट ब्यालेन्समा ल्याउँछ। जहिले पनि स्पाइसेसहरू हेभी युज गर्नुपर्छ नि, लिटिल सुगर अथवा गुड राखिदिनु भने खानामा टेस्ट एकदम राम्रो आउँछ। फेरि थोरै है, धेरै राख्ने होइन नि। ल मजाले पकाउनुहोस्। अब यसलाई मजाले 5 देखि 6 मिनट जति पकाउनुहोस्। यो रेसिपी मजाले फलो गर्नुहोस्, लास्टसम्म हेर्नुहोस् है। अब चाहिँ तपाईँले यो भनेको जस्तो टेस्ट निकाल्न सक्नुहुन्न। अनि अब हाम्रो करी अब रेडी हुँदैछ, अलमोस्ट रेडी भइसकेको छ। अब एउटा इन्ग्रेडियन्ट छ यसमा एड गर्नको लागि। त्यो इन्ग्रेडियन्ट एड गरेपछि फ्रेसनेस यानि कि चप कोरिएन्डर एकदमै, यसलाई चाहिँ मजाले अब मिक्स गर्नुहोस्। अब यसले चाहिँ करीमा एकदम फ्रेसनेस राम्रो फ्लेभर ल्याउँछ। मङ्ग बसाउँछ तपाईँको किचन। यो रेसिपी एकदमै ट्राई गर्नुहोस्, घरमा बनाएर सरप्राइज दिनुहोस्। अनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोस् के। अब हामी गर्छौँ प्लेटिङ। अब मजाले हामीले चाहिँ यसलाई प्लेटिङ गर्छौँ। तपाईँको मिठो मिठो नो अनियन नो गार्लिक आलु चनाको प्योर घिउमा बनेको तरकारी रेडी भयो। तपाईँले यो तरकारी एकदमै लसुन प्याज खान नभएको बेला खान सक्नुहुन्छ, व्रतको बेला खान सक्नुहुन्छ, रातिको समयमा रोटीसित। अनि इन्जोय गर्नुहोस् तातो।